हेलो साथीहरू, आज चाहिँ म किम्ची बनाउँदैछु। यो किम्चीको लागि चाहिँ मैले एउटा ठुलो क्याबेज लिएर चाहिँ यस्तो खालको क्याबेज लिएर चाहिँ नुन पानीमा यो 1 घण्टासम्म मैले भिजाएर राख्छु। काटे यसलाई 4 फ्याक बनाएर चाहिँ भिजाएर राखेको छु। पल्टाउँदै टाइममा पल्टाउँदै यसलाई चाहिँ सफ्ट बनाउनुपर्छ। अनि यसलाई सिजनिङको लागि चाहिने सामान चाहिँ यो चाहिँ मुला हो, क्यारोट हो, अनि स्प्रिङ अनियन हो, अनि यो चाहिँ छ्यापी हो एक किसिमको, अनि यो चाहिँ अदुवा, सानो अदुवा, लसुन धेरै, अनि त्यसपछि चाहिँ मैले प्याज, सेतो प्याज चाहिँ चप गरेर मसिनो पारेर चप गरेर चाहिँ अब राखेको छु यहाँ। अब यसमा अझै धेरै कुराहरू हालेर चाहिँ मोल्नुपर्छ। अहिले म देखाउँछु। अनि मैले यो चाहिँ मैदाको माड बनाएको, यसमा चाहिँ थोरै मैले ब्राउन सुगर हालेँ। अनि त्यसपछि मैदालाई चाहिँ यो पानीमा उमालेको मात्रै छु। मैले भिडियो बनाइसकेको थिएँ है, अनि एकदम राम्रो तरिकाले बनाएको थिएँ, सेभ भएन छ कि, अनि फेरि मैले गर्नुपर्ने भएर चाहिँ तपाईँहरूलाई मैले मेन कुरा मात्रै भनेर चाहिँ गर्दैछु। अनि यो बनाएको छु। अब म एकछिनमा फेरि देखाउँछु ल मिक्स गरेको। अब म यसमा ठिक्क नुन हाल्छु, किनभने मैले त्यो क्याबेज अलरेडी नुनमा भिजाएको छु। हुन त पखाल्नुपर्छ त्यो पनि, त्यही पनि अब त्यसमा पनि अलिअलि नुन हुन्छ, त्यही भएर ठिक्क हालेँ, नुन हालेँ। अनि यो चाहिँ कोरियन चिली फ्लेक्स हो। यो धेरै पिरो हुँदैन, ठिक्कको हुन्छ, तर पनि अब आफूले कति पिरो खान्छ त्यो अनुसार हाल्ने हो। अनि फिस सस, यो चाहिँ मैले भेगन चलाएको। अब तपाईँहरूले नर्मल फिस सस नै हाल्नुपर्छ यसमा, तर अब मेरो हस्बेन्ड चाहिँ माछा मासु नखाने भएर चाहिँ भेगन फिस सस हालेको मैले। यो पनि एकदम इम्पोर्टेन्ट हो। अब यसमा श्रिम्पहरू पनि हाल्नु पर्थ्यो, तर अब हामी भेगन भएको भएर चाहिँ, मेरो हस्बेन्ड नखाने भएको भएर चाहिँ त्यो अरू केही पनि हाल्दिनँ। अनि अघिको माड हालेर चाहिँ अब यसलाई मजाले मोल्नुपर्छ। मजा मोल्छु। यो यस्तो भयो। अब त्यो क्याबेज पछि 1-1.5 घन्टा भएपछि चाहिँ पखालेर अनि निचोरेर यो क्याबेजमा मजाले मोल्ने हो। अहिले म देखाउँछु। यस्तो भयो, सस रेडी भयो यसको। मैले चाहिँ यो क्याबेजलाई 3 घन्टा जति चाहिँ नुनमा राखेर निचोरेर अब एकदम सफ्ट भएको छ। अब म यसलाई मसला दल्दै राख्छु। यो अघि बनाएको मसला यस्तो छ। अब म दल्दै राखेर देखाउँछु है हजुरहरूलाई। यसरी लिने अनि यसरी दल्ने, सबैतिर एकदम कोट हुनुपर्छ यो। मजाले हाल्ने यसरी, अनि यस्तै गरेर लपक्क बनाउने, अनि गरेर चाहिँ गरिसकेपछि यस्तो डब्बामा टक्क राख्ने, त्यस्तै राख्दै गर्ने। कस्तो अलरेडी मिठो बास्ना आइसकेको छ यसमा। दुईवटा भयो। मैले चाहिँ अघिको भाँडो अलिक सानो भएर चाहिँ अर्को बट्टा गरेँ। अब अझै एउटा छ, यो चाहिँ लास्ट हो। अब चाहिँ यसलाई चाहिँ 2 दिन या 3 दिनसम्म बाहिर राख्ने। अहिले युकेमा एकदमै गर्मी छ, 2-3 दिनमा हुन्छ। अनि त्यसपछि खाने बेलामा चाहिँ टक्क सिसमी सिड, तिल चाहिँ भुटेको तिल छर्केर काटेर खानु होला, अनि एकदम मिठो हुन्छ। अब यसमा चाहिँ यो कसरी भयो भनेर थाहा पाउनुको लागि चाहिँ एकदम अर्कै किसिमको, अब सिन्कीको जस्तै बास्ना आउँछ। कसरी भयो भनेर थाहा पाउनुको लागि चाहिँ सिन्कीको जस्तै बास्ना आउँछ, अनि गजगज फिजाएको हुन्छ क्या, अनि हुन्छ। अनि त्यसपछि टक्कसँगले फ्रिजमा राख्ने अनि खाने। सिसमी सिड छर्किँदै खाँदै गर्ने। फ्रिजमा राख्यो भने चाहिँ धेरै गल्दैन पनि, धेरै टु मच अमिलो पनि हुँदैन, एकदम मिठो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु होला। भयो, सक्यो। मैले चाहिँ फिल्टर युज गरेको छुइनँ ल, किनभने मलाई आजकल खै फिल्टरको कलर मन पर्दैन। त्यो पनि हेर्छु, साह्रै नराम्रो आयो भने चाहिँ फिल्टर लगाउँछु। तर मैले उज्यालो सनलाइटमा लिएर गरेको छु डाइनिङमा, राम्रो आउँछ होला। तपाईँहरू पनि ट्राई गर्नुहोस् ल। थ्याङ्क यू, बाई।
फाइनली चाहिँ यस्तो भएको थियो, भएको छ। मैले खाएँ, अघि निकालिसकेँ। यो चाहिँ 3 दिनपछि आज हो यो यस्तो भएको थियो। यहाँ कसरी भयो भनेर चाहिँ यस्तोमा गुजुसुज भिजाएको हुन्छ अनि सेम गुन्द्रुक सिन्की मुलाको अचारको जस्तो बास्ना आएको हुन्छ। यस्तो मिठो भएको छ। थ्याङ्क यू, बाई।